कति सजिलो है छोरा मान्छेको जिन्दगी बर्बाद गर्न। एउटा सामाजिक सञ्जालको पोस्टले नै छोरा मान्छेको जिन्दगी बर्बाद भइजाने के। उता फिल्मबाट निकालियो होइन, यता समाजबाट पनि बलात्कारीको ट्याग पाइसकेको छ होइन। भनेपछि अब न्याय अदालत यिनी के को लागि पनि छैन भने के एउटा पोस्टको आधारमा नै बलात्कार प्रमाणित गरिदिने हो त भने। अनि एउटा यसमा हिजो एउटा कुरा के ठुलो ठुलो नायिका सेलिब्रिटीहरू खास गरी नायिकाहरूले चाहिँ धेरैले पोस्ट गरेकी थिइन् कि छोरी मान्छेलाई मरेपछि मात्रै अब बलात्कार गरेर मारेपछि मात्रै बलात्कारी हो भन्ने हो कि योभन्दा पहिला पनि केही कदम चाल्ने उसले हिम्मत गरेर यहाँसम्म त आयो भन्ने कुरा पनि गरे। अनि सोसियल मिडिया दुई भागमा विभाजन भएको छ कि एउटा भन्छ हिजोको दिनमा सन्दीप लामिछानेलाई पनि यसै गरेको हो र अहिले बलेलाई पनि त्यसै गरिँदैछ भन्ने एक भाग छ। नै बलात्कारै भइया हुनुपर्छ, यसलाई जेलमा कोस्नुपर्छ, यो त बलात्कारी हो भन्ने ट्याग नै लगाइदिने अर्को पक्ष छ। भनेपछि अनि यसमा सुनमा सुगन्ध के भयो थाहा छ? उजुरी नै नपरिकन बलेलाई पुलिसले समातिहाल्यो आज। अब पुलिसले छानबिनको लागि लगिसके। अनि भनेपछि हाम्रो कानुन पनि कता गइराखेको छ क्या, हाम्रो देश कता गइराखेको छ भने। कमसेकम उजुरी त पर्नुपर्ने। अब फेसबुककै भरमा उठाइदिँदा अलिकता भोलिको दिन त फेसबुकमा आरोप लगाउने त कति पाइन्छन् भने यही आधारमा तिमीहरूले भित्र खोज्ने हो भने त भोलिको दिन बाहिर मान्छे भेटिँदैन नि त फेसबुकमा लगा। अनि एउटा कुरा के यसमा हाम्रो देशमा अदालत छ, कानुन छ होइन, उजुरी पर्छ, छानबिन होला। छानबिन भएपछि भोलिको दिन दोषी भएपछि बलात्कारी भन्दा कुनै फरक परेन। यदि भोलिको दिन निर्दोष निक्ल्यो भनेपछि निर्दोष भएर निक्ले पनि भोलिको दिनमा उसले धेरै चिज गुमाइसकेको हुनेछ क्या। कलाकारिताबाट निकालिया हुन्छ, यता समाजबाट अलग ट्याग पाया हुन्छ। त्यही भएर छोरा मान्छेलाई पनि बलात्कार भन्ने शब्दले धेरै नै असर पार्छ क्या, छोरी मान्छेलाई मात्रै होइन। त्यही भएर यो घटनामा निष्पक्ष छानबिन भएर दोषीलाई कारबाही हुनुपर्छ, छोरी मान्छेलाई पनि कारबाही हुनुपर्छ क्या। सबभन्दा यो बलात्कारको आरोप लगाउने अनि पछि बलात्कारी प्रमाणित नहुने छोरी मान्छेलाई पनि बलात्कारको कारबाही हुनुपर्छ। किनकि झुटो मुद्दामा फसाउने अहिले हाम्रो देशमा बिगबिगी बढेको छ। त्यही भएर अब हामीले सोच्ने बेला आयो क्या हामी कतातिर गइराखेको छौँ भनेपछि। अब फेसबुकको भरमा नि अब आफै न्यायाधीश, आफै अदालत, आफै पुलिस बन्ने भयो कि संविधान कानुनलाई उनी देशकै कानुनी व्यवस्था अनुसार पनि केही गर्ने हो है। यो चाहिँ यसमा चाहिँ सोच्ने बेला आयो।